तँलाई केपी ओली मृगौला रोगी चोर भन्छ तँलाई यो छोरीको शराब लाग्छ तँलाई मुखान टुके बुढा त मरेको दिन त यो नेपालमा नि धेरै जस्तो युवाहरूले नि तेरो श्राद्ध गर्छ होला तेरो काट्टो कतिजनालाई खुवाउँछ होला नालायक तँलाई मुखान टुके मृगौला रोगी बुढा के हाम्रो पैसाले के भने तेरो टाउकोले हामीलाई एकजनाले खाएको होइन तिम्रो सब ढाकाहरूले खाएको छ प्रचण्ड केपी ओली सेरे यो बाख्रा चोर घडी चोर भतुवाहरू सबले खाएको छ सरकारीको पैसा तिम्रो जस्तो नालायक सरकारलाई ठोक्छु तिम्रो जस्तो नालायक सरकारलाई ठोक्छु केपी कहाँ राखेस् तैँले पैसा कसको लागि सम्पत्ति जोडेको छ तँले पुतको धन प्याएर गोरीको झुप्याएर मोटी बेलामा राम्रो काम गरेर मोर बुढेसकालमा काम गरेर खान पाउँदैन भनेर चाहिँ हामीले कमाएर राखेको दुःख गरेर खाइ नखाइ राखेको पैसा चाहिँ यही नालायक सरकार काङ्ग्रेस एमाले चोरहरूले खाएको छ हाम्रो पैसा तिमीहरू यति सच्चा नेपाली हो भनेदेखि चोरहरू जीवी राईलाई पनि छिका एकजना चोर एकजना मात्रै किन थुनेर राख्छस् जतिखेर रवि लान्छानेलाई थुनेर राख्छ ठिक छ रवि लान्छाने पनि होला खाएको होला तर एकजनाले खाएको होइन तिम्रो सब ढाकाहरूले खाएको छ प्रचण्ड केपी ओली सेरे यो बाख्रा चोर घडी चोर भतुवाहरू सबले खाएको छ सरकारीको पैसा एक गरी तिमीहरूको बाउको छोरा हो भनेदेखि जीवी राईलाई ठिकाएर छन् तब तिमीलाई मान्छु तिमीहरू हो रहेछ हाम्रो लागि नेता हो रहेछ हाम्रो अभिभावक हो रहेछ भनेको तिमीहरूको बाउ पर्छु तिमीलाई सलाम गर्छु होइन भनेदेखि तिम्रो जस्तो नालायक सरकारलाई ठोक्छु तिम्रो जस्तो नालायक सरकारलाई ठोक्छु थाहा यो छोरीको शराब लाग्छ तँलाई मुखान टुके बुढा त मरेको दिन त यो नेपालमा नि धेरै जस्तो युवाहरूले नि तेरो श्राद्ध गर्छ होला तेरो काट्टो कतिजनालाई खुवाउँछ होला नालायक तँलाई मुखान टुके मृगौला रोगी बुढा के हाम्रो पैसाले के भने तेरो टाउकोले हामीलाई छोड्नेवाला छैन साला तँलाई प्रचण्ड तँलाई सेरे तँलाई केपी तँलाई सिस बेङ्गलाएर कम्पनीमा तैँले राखेर दुर्गा पसैले त्यसै भनेको छ जे खान्छ त्यही हक्छस् के तैँले सिमी रोपेर बकुला फल्दैन बोडी रोपेर काउली फल्दैन त ढाका त चोर भतुवा यति तँलाई एक कुराको सन्तान हेर हामी लडिन्छ कुरा सुन विगत 19 महिनादेखि हामी लडिरहेको छ तैँले कुन दिनमा आएर हाम्रो यदि त आफ्नो एक बाउको छोरा भने हाम्रो पीडितहरूको अगाडि आएर माइती घर मण्डलमा आएर 1 घन्टा बस केपी ओली 1 घन्टा बस हामी पीडितहरूको अगाडि आएर हाम्रो दर्द हाम्रो पीडा हाम्रो दुःख महसुस गर तैँले 1 घन्टा माइती घर मण्डलमा आएर हामीसँग बस तेरो बाउको बेटे छ यो अर्काको मृगौला राखेर हिँडा छस् नि हामी पीडितहरूलाई धेरै नतर्पा थाहा छस् के हुन्छ हेर्दैछ हाम्रो अध्यक्ष पुस्तक केसीको जिम्मा राज्यले लिनुपर्छ त केपीले लिनुपर्छ त भडुवा त तेरो भडुवाले हो पुलिसहरूलाई तर माथि भयो भने हाम्रो अध्यक्ष पुस्तक केसी जति पनि तिमीहरूले हाम्रो पुस्तक केसीलाई घाइते बनाएको छ नि हाम्रो एक हात एक खुट्टा भाँचिदिएको छ तर हामी हट्नेवाला छैन हो कि साथीहरू हाम्रो अध्यक्ष पुस्तक केसीको एक हात एक खुट्टा भाँचेको छ तर हाम्रो दुईटा आँखा छ यो दुईटा आँखाले तेरो यसको बदला लिन्छु हामी हो कि साथीहरू हट्नेवाला छैन यति भनेको हामी सहकारी पीडितहरूको लागि बोलिदिने कोही छैन किन रवि लान्छानेलाई मात्रै स्वाभाव छ खाएको त रवि लान्छाने पनि हो सबैलाई ल्याएर तान तेरो बाउ केपी ओली तेरो चाहिँ जीवनलाई थिए अरूले पनि थिए अनि थाहा हुन्छ
पीडितको व्यथा कस्तो भनेर थाहा हुन्छ। यो पीडा मेरो छोरीको पीडा हो, मेरो पीडा हो। विगत 19 देखि कमलमा लगेको पैसा तैँले कहाँ राखिस् केपी? कहाँ राखिस् तैँले पैसा? कसको लागि सम्पत्ति जोडेको छ तँले? पुतको धन प्याएर गोरीको जिउ प्याएर मोटी बेलामा राम्रो काम गरेर मोर होइन भने तेरो नर्कमा पनि तेरो पास हुँदैन। तेरो अलक्षिणा जुन दिन प्रधानमन्त्री भएको छ त्यही दिन घन्टा घटेको छ। तँलाई केपी ओली मृगौला रोगी चोर तँलाई हाम्रो पीडा हो, यो हाम्रो दर्द हो। आफ्नो आफन्तले सबैले घुम्ना गरिसक्यो। अब 5,000 पैसा माग्दाखेरि त नदिने, तेरो पैसा नखाए कसले खान्छ? आफ्नो आफन्तहरूले यो ल्याएर हामीलाई यसरी कहिले बनाएको सरकार उपचार गर्न नपाएर परेको छ। त्यसको लागि हामी लडेको छौँ। 19 महिनादेखि हामी यसरी भोट पाएर बस्नु परेको छ। यो नालायक सरकारले हाम्रो अहिलेसम्म कुनै सुनवाई गरेको छैन। हिजो हामीले एकदम शान्तिपूर्ण हामीले र्याली शान्तिपूर्ण धरनामा बस्दाखेरि चाहिँ हामीलाई पुलिसले छटपटान गरेर हामीलाई हाम्रो लगभग 30-40 जनालाई चाहिँ हामीले यहाँ घाइते बनाएर हाम्रो अध्यक्ष पुष्प केसीलाई उठ्न नसकिने गरेर मोड्नु घाट बनाएर अहिले यहाँ ट्रमा हस्पिटलमा राखेको छ। उहाँको मृगण्ड भाँचेको छ र पिसाब नली पनि उहाँको फुटाइदिएको छ र उठ्न नसक्ने अवस्थामा हामीले अहिले रातभरि हामी फेरि हस्पिटलमा बसेर ट्रमा सेन्टरमा बसेर हामी चाहिँ रातभरि हस्पिटलमा बसेर अहिले यहाँ माइती घर मण्डलमा फेरि सरकारी पीडितलाई चाहिँ हामीले यहाँ एकपुष्ट भएर यहाँ माइती घर मण्डलमा हामीले जम्मा गरेको छु। सर, यो सरकारले के गर्न खोजेको हो कि हामीलाई यो रोडमा राखेर गोली हालेर हामीलाई मार्दो होइन भनेदेखि सरकारसँग यति मात्रै भन्छु, हामीले दुःख गरेर कमाएको पैसा राज्यको कुनै ढुकुटीको हामीले सम्पत्ति मागेको होइन। हामीले दुःख गरेर हाम्रो छोराछोरी खाडी मुलुकमा गएर दिनको 12-13 घन्टा अर्काको देशमा गएर श्रम गरेर दुःख गरेर कमाएको पैसा चाहिँ हामीले गुमाउन पुगेको छु। मेरो छोरी दुबईमा 4 वर्ष भयो दुबईमा गएर 101, 102 ज्वरो आउँदाखेरि पनि मम्मी मलाई ज्वरो आछ म बिरामी हुन्छु भन्दाखेरि मेरो छोरीले कमाएको पैसा अहिले विगत 19 महिना भयो म यसरी तडपिरहेको छु। मेरो काम धन्दा छैन, म अर्काको घरमा काम गरेर खान्छु। म 4 दिनको लागि भनेर विगत 63 दिन यही माइती घर मण्डलमा बस्दाखेरि मलाई 4 दिनको छुट्टी लिएर म काम गरेर यहाँ आउँदाखेरि मलाई कामबाट पनि निकालिदियो। मेरो आफ्नो आफन्तले अहिलेसम्म पनि यो माइती घर मण्डलमा 63 दिन र शान्ति वाटिकामा 2 महिना म तडपेर बस्दाखेरि मेरो आफ्नो आफन्त सब मरिसक्यो। कसैले मलाई वास्ता गरेन। यो पैसा भनेको मेरो छोरीले कमाएको पैसा हो। अर्काको देशमा गएर अर्काको मुलुकमा गएर दिनमा 12-13 घन्टा उभिएर मेरो छोरीले कमाएको पैसा मैले गुमाउन पुगेको छु। यति भनेको छ सरकारलाई, ए सरकार, नालायक सरकार, यति मागेको छु तिमीसँग। तिम्रो कुनै ढुकुटी मागेको होइन, तिम्रो कुनै राज्यको सम्पत्ति मागेको होइन। हामीले मागेको हो यति, हामीले गुमाएको पैसा भागेकोहरूलाई समातेर ल्याएर देऊ। हाम्रो सम्पत्ति हामीले दुःख गरेर कमाएको सम्पत्ति देऊ भनेर हामीले माग्दाखेरि यो पुलिस प्रशासन र सरकारको नालायकपनले आज हाम्रो अध्यक्ष पुष्प केसी मर्नु पर्ने अवस्थामा वीर हस्पिटलमा ट्रमा सेन्टरमा उहाँलाई सुताएर राख्नु पर्ने अवस्था भएको छ। सर, यसको जिम्मा कसले लिन्छ? होइन, राज्यले लिनुपर्छ यसको जिम्मा। होइन भनेदेखि रोडमा आगो बल्छ, हामी अब चुप लागेर बस्नु छैन। यदि सरकार छ भनेदेखि हाम्रो पक्षमा बोलिदिनु पर्यो। होइन भनेदेखि सबै सहकारी पीडितहरूलाई चाहिँ कतिन्जेल यसरी तडपाएर राख्छ। यही माइती घर मण्डलमा जति पनि सहकारी पीडितहरू छ सबलाई गोली हानेर मार्दे। होइन भनेदेखि हामीले कमाएको पैसा दुःख गरेर छोराछोरीको लागि भनेर बुढेसकालमा